हेलो एभ्रिवान, हामी चाहिँ पोखरा गएको बेलामा तालबाराई जाने निधो गऱ्यौँ। बाबुको 8 महिनामा दाँत आएको भएर चाहिँ कसैले डुङ्गा तार्नुपर्छ भन्ने प्रचलन पनि रहेछ। त्यस कारणले गर्दा चाहिँ तालबाराई जाने भनेर निधो गरी हामी तुलसी दिदीको घर बिरौटामा छ, त्यहाँबाट हामी क्याब बुक गरेर हामी मम्मी अनि भान्जा अनि म अनि बाबु अनि तालबाराई जानको लागि रेडी भयौँ फाइनल्ली। अनि गाडी पनि चढिसक्यो, अलिकति अगाडि पनि बढिसक्यौँ हामी। कस्तो राम्रो भ्यू आएको छ कि त्यो दिन हेर्नु न भिडियो, म त एकदम मक्कै परेँ। त्यसपछि त्यहाँ गएर दिदीले डुङ्गाको टिकट काट्नुभयो। त्यसपछि तुलसी दिदी हामी सबैजना भएर डुङ्गा तरिसके पछाडि तालबाराई मन्दिरमै पुगे पछाडिको क्लिप हो यो चाहिँ है। सबै क्लिपहरू चाहिँ लिन नभ्याइँदो रहेछ बच्चासँग। सो मेरो चाहिँ भोइस अलिक डिफ्रेन्ट आएको छ, घाँटीमा निकै समस्या भएको छ मलाई चाहिँ। सो मैले चाहिँ सबै क्लिप लिन्छु, जहाँ गए पनि मेमोरी राखौँ भन्ने हुन्छ कि पछाडि हेर्न हुन्छ नि त, सधैँभरि जानु भ्याइँदैन, जान नसक्ने कन्डिसनहरू हुनसक्छन्। त्यो भएर अनि त्यहाँ गइसके पछाडि चाहिँ घुम्दै दर्शन गर्दै मन्दिरभित्र गयौँ हामी। आहा हेर्नुहोस् न, यो तालको दृश्य कस्तो राम्रो। जति पटक तालबाराई गइन्छ त्यति पटक नै आनन्द फिल लाग्छ फेरि मलाई चाहिँ। भिडियो बनायो है, एकदम आनन्द हुन्छ घुम्न चाहिँ। मलाई लास्टै मनपर्छ, एकदमै मनपर्छ, अति नै मनपर्छ। हेर्नुहोस् न मेरो बाबु डुङ्गामा नि खेलिरहेछ। अनि मम्मीले चाहिँ बाबुलाई लिएर ल मेरो पनि बनाइदेऊ भिडियो भन्नुभयो। अनि मैले मम्मीको पनि भिडियो खिचिदिएँ। त्यहाँ कागहरू उडिरहेछन्, ल भान्जीले ल माइजू मेरो पनि स्लोमो बनाइदिनुहोस् भन्नुभयो। अनि मैले भान्जीको पनि स्लोमो बनाइदिएँ। हाम्रो ब्युटिफुल भान्जी हिँड्दै हुनुहुन्छ, ल म यता जान्छु ल उता जान्छु भन्दै। मैले पनि सिकाउँदैछु, उता जानुहोस् यता फर्किनुहोस् भन्दै यहाँनिर चाहिँ पछाडिहरू परेवा उडिरहेछन्। ल हेर्नुहोस् त्यो दिनको दृश्य कस्तो राम्रो छ। पछाडि हेरौँ लाग्ने, घुमाउ लाग्ने। बाबु फेरि मक्कै छ, बिरामी भएर हल्का ठिक भएको। अनि डुङ्गा पनि तरेको, उसलाई चाहिँ अमेजिङ फिल भएको छ कि पुरै नयाँ यताउता इन्जोय गरिरहेछ। अनि मैले पनि ल म पनि बाबु लिएर हिँड्छु न, भिडियो बनाइदिनु मेरो भने दिदीलाई। अनि ल कस्तो राम्रो आएको छ है भन्दै दिदीले ल यता फर्क घुम भन्दै भिडियो बनाइदिन्थ्यो। अनि एकदमै इन्जोय गऱ्यौँ त्यो दिन चाहिँ, धेरै मेमोरेबल बनायौँ हामीले चाहिँ। अनि बाबुलाई चाहिँ मलाई एकदम त्यो इन्डियाको न्युज सुनेर एकदमै डर लागिरहेको थियो कि कस्तो भइरहेको थियो, मन ढुक जाने बेलामा त यस्तो भइरहेको थियो। अनि आउने बेलामा चाहिँ मैले बाबुलाई पनि सेफ्टी ज्याकेट लगाइदिएँ, लाइफ ज्याकेट लगाइदिएँ। अनि सबैजना टिकटक बनाउँदै भिडियो बनाउँदै रमाइलो गर्दै अनि डुङ्गामा फर्कियौँ। जाने बेलामा चाहिँ अति नै डर लाग्यो। यो वाला सानो डुङ्गामा म कहिल्यै चढेको थिइनँ कि, ठुलोमा गइरहेको थिएँ। अनि यो चाहिँ लास्टै तल डुब्दो रहेछ।